नमस्कार सम्पूर्णमा। आज वैशाख महिनाको 22 गते र 22 गते लागेसँगै करिब 1-2 दिन अगाडिदेखि घाम पनि मजाले लाग्न थालेदेखि फुलको गति फुल फुल्ने गति पनि एकदम र्यापिड भइरहेको छ र केही समय अगाडिदेखिको मेहनतले राम्रो इम्प्याक्ट दिन थालेको छ। अब काहीँ एक-एकवटा काहीँ 2-2वटा राम्रो बोट भए पनि लागिरहेछ। अब यो घाम जति छिटो जति घाम लाग्यो त्यति नै यसरी फुलहरू देखिने हुन्छ, फुलहरू लाग्ने हुन्छ र अरु खासै भन्नु त केही पनि छैन। मैले देखाइ नै रहेको छु। अब यहाँबाट फुट्दैछ, त्यहाँ आउँदैछ, यहाँ आयो, यहाँ आयो, यहाँ आयो, है यहाँ आयो, यहाँ आयो, त्यहाँ आयो गर्दै गर्दै कामहरू भइरहेको छ। सबैमा लागेको छ लाग्न चाहिँ, अनि लाग्दैछ, फुल्दैछ, त्यही हो। अब यो बोटमा मैले देखेको थिइनँ, आजदेखि फेरि मैले यहाँ देख्न थालेँ। अस्ति मैले यो हाँगामा 5वटा लागेको थियो। कमिलाले डिस्टर्ब गरेर मैले कमिलाको औषधि विदाउट वाटर त्यत्तिकै अलिअलि चाहिदिएको थियो, एक थोपा। त्यसले चाहिँ बोटै झन्नै बिगारो। एकचोटि गरेँ, अब काबु भएँ। अबदेखि फेरि त्यो दोहोरिने छैन। ल यही हो, काम कुरोहरू चल्दैछ, गर्नै पर्यो। घाम पानी नभनिकन पोटिलो देखिरहेको छ।